जस्तै हामी सबैले चिनेको व्यक्ति पुष्पकमल दाहाल, उहाँले पुष्पकमल सिग्नेचर पनि गर्नुहुन्न, दाहाल पनि गर्नुहुन्न, प्रचण्ड सिग्नेचर गर्नुहुन्छ। यसरी आफ्नो नाम र थरभन्दा बाहिर गएर सिग्नेचर गर्ने व्यक्तिहरूको स्वभाव कस्तो हुन्छ? यस्तो चाहिँ उहाँहरूले जुन प्रचण्ड नाम चाहिँ भूमिगत समयमा चाहिँ राख्नुभएको हो, त्यो चाहिँ पहिचान ल्याउनको लागि अरू धेरै जुन चाहिँ जनयुद्ध भनौँ अथवा यसलाई चाहिँ सशस्त्र युद्धमा चाहिँ धेरै व्यक्तिहरूले चाहिँ आफ्नो वास्तविक जीवन, आफ्नो व्यक्तित्वलाई चाहिँ लुकाउनको लागि जुन प्रकारले नामहरू गर्नुभयो, पहिचान त्यसरी चाहिँ देखाउनु भयो होइन, त्यसले के गर्यो, त्यसको नाम जुन तरिकाले अभ्यास भएको थियो अहिले त्यही नै उहाँहरूले आफ्नो सिग्नेचरमा पनि प्रयोग गर्नुभएको छ। यसले चाहिँ के गर्छ भने ऊभित्र भएको कोर फ्याक्ट कुराहरू चाहिँ उसले लुकाइरहेको छ, उसले छिपाइरहेको छ, ऊ वास्तविक रूपमा चाहिँ ऊ बाहिर प्रकट हुनलाई चाहिँ हिचकिचाइरहेको छ भन्ने कुराहरू देखिन्छ। त्यसैले जो व्यक्तिले साइनमा चाहिँ आफ्नो नाम थर नगरिकन फरक खालको चाहिँ अर्कै नाम गर्छ भने त्यो व्यक्तिको चाहिँ विचारमा स्टेबल हुँदैन र उसले चाहिँ फ्याक्ट कुरा चाहिँ लुकाएर बाहिर अर्कै कुरा भनिरहेको हुन्छ। त्यसैले विश्वसनीयतामा झन् बढी चाहिँ प्रश्न चिन्ह आउँछ। भनेपछि ओभरअल हाम्रो राष्ट्रिय राजनीतिमा प्रचण्डलाई चाहिँ विश्वास गर्न मानिसहरूले नसकेको कारण त्यही होला त? मान्छेको प्रकृतिको कुरा हो होइन, ऊ कस्तो उसको आफ्नो व्यक्तित्वलाई चाहिँ कसरी चाहिँ प्रतिनिधित्व गरिरहेको छ भन्ने कुरा हो कि तपाईँले मान्छेसँग भेट्दाखेरि जुन तरिकाले तपाईँले आफूलाई प्रस्तुत गर्नुहुन्छ नि, त्यो तपाईँको प्रतिनिधि तपाईँको आफ्नो तरिकाले गर्नुभएको हुन्छ क्या। त्यसैले सिग्नेचर भनेको हाम्रो चाहिँ एउटा आत्मस्वरूप हो, त्यसबाट चाहिँ तपाईँलाई थाहै नभइकन चाहिँ त्यहाँ प्रकट भइरहेको हुन्छ एउटा व्यक्तित्व।